हेर्नु म्यारिनेट गरेर राखेको मटन मटन दम बिरयानी बन्दैछ स्पाइसेस गरम मसला बासमती सेल्ला राइस बिरयानी खाँदा चाहिँ मटन बिरयानी हजुर अब 2 केजी बिरयानीको लागि कति खर्च भयो होला अब 2 केजी बिरयानीको लागि अब हेर्ने मान्छेलाई छोडिदिउँ यो कुरा चाहिँ ल कति हुन्छ ल गेस गरेर तपाईँले भन्नु होला कोरियामा 2 केजी मटन बिरयानी त्यसमाथि प्योर बासमती चामल बासमती चामल हेर्न सक्नुहुन्छ है अनि अनि बटर सहितै बटर प्योर बासमती चामल अनि मटन वहाँ मटन छ हेर्ने यस्तो मटन छ कि हेर्दै खाउँ जस्तो लाग्यो 3 केजी मटन अनि यहाँ त सबको यसको लागि चाहिँ खाने बासमती चामल सरको बासमती चामलले यो मटनको साथमा अनि यो बटर हाय 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 हेर्न सक्नुहुन्छ अनि यो बटर अनि सरर र यहाँ यो परिसकेपछि यो यहाँ परेपछि बवाल हुँदैछ त हेर्नु होला अब हेर्न सक्नुहुन्छ चामल सर्लक्क पानीले पनि मोसन दिइरहेछ अनि त्यसको साथमा चामल बासमती चामल सर्लक्क हालेपछि चाहिँ यस्तो बसाएको छ नि हेर्नु त मिठो बसाइरहेको छ आहा नेपालमा गएर चाहिँ एउटा बिरयानी चाहिँ रेस्टुरेन्ट खोल्नु पर्ला जस्तो छ एकदमै तपाईँले जे खोले नि बवाल हुन्छ है तपाईँको एकदम बवालै हुन्छ जुन हातमा हाल्यो त्यही सुनमा सुगन्ध हुन्छ कि कस्तो मिठो गन्ध केही वर्षको गरौँ कोरियामा त्यसले नेपाल बासमती किन गर्नु पऱ्यो भने कोरियाको सिजन सिक्ताङ त यस्तो त बनाउनै सक्दैन सिक्ताङ कहाँ सिक्न बनाउँछ है
यहाँ एक किसिमको यहाँ बटरले झानेसी यो नुहाउने यो भन्छ नि अनि योले झानेसी आहा देख्न सक्नुहुन्छ चामलले चाहिँ भुर्लु 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 मारिसकेको छ अब त्यस्तो कति मिठो बास्ना आहा आहा है 80% पाकिसकेपछि हजुर देख्नुपर्छ 80% पाकेपछि देख्नुपर्छ त्यसपछि चाहिँ दम दिएर बनाउने हो दम बियर के अरे दम बिरयानी दम बिरयानी आहा आहा लन्च सर लङ हाल्नुभयो उहाँले चाहिँ एकदमै इलायची आयो आए हाय यस्तो मजाले पाकिरहेको छ नि एकदम मजाले आहा ल हेर्नुहोस् यस्तो मजाले पाकिरहेको छ यसलाई चाहिँ 80% पकाउनु पर्छ 20% चाहिँ हल्का काँची राख्नुपर्छ भन्नुभएको छ सरले अब चाहिँ हाम्रो यो रेडी हो अब छिट्टै आहा जान्छ। हा 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 ल हेर्नुहोस् त्यसपछि काम भनेको दम दिएर चाहिँ हामीले बनाउनु पर्ने हुन्छ आहा हा हा ल हेर्नुहोस् है आहा हा हा ल तपाईँहरूलाई पनि निम्दो छ सबैलाई निम्दो छ ल अब है बिरयानी खाने भ्याउनुहोस् है अँ, साउथ कोरियामा है फेरि बिरयानी खानु लागि स्वागत छ हाय 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 मन त मेरो नेपाली हो भने यस्तै भयो चाहिँ आहा यसको साथमा यो मिसाएर ल अब चाहिँ हाम्रो बटर सुरु भयो ल हेर्नु आए हाय ल हेर्नुहोस् ए तर र बटर आहा आहा हा हा आहा हा है ल हेर्नु मङ 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 बसाइरहेको छ बासमती चामल चाहिँ ठ्याक्क लगाएर तपाईँको बटरमा पाकिरहेको छ हेर्नु तपाईँ प्रत्यक्ष देख्न सक्नुहुन्छ हाय हाय मटनको अब पालो मटन हाय हाय ल अब मटनको पाल आइसकेको छ ल हेर्नु सारा आहा हा आहा हा हाय हाय ल हेर्नु चामलको पालो अब फेरि हाम्रो बासमती चामलको पालो आयो ल सर 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 हाय हाय क्लियर हजुर गरिसकेपछि चाहिँ ग्रेभी आउला हेर्नु मटनको ग्रेभी हाय 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 ल हेर्नुहोस् ल ए सर मटनको ग्रेभी
हाय हाय क्लियर चामल फेरि हामी यति मिठो बास्ना खाने साँच्चै हो दम एकदम यो त एकदमै दम बिरयानी त यो हो कि ल हेर्नु यो ग्रेभी आहा सुनमा सुगन्ध आहा लामो ढिला नगरिकन आइज भन्नुहोस् यहाँ त पागल लगाइसक्यो अब के गर्ने प्याज यो चाहिँ सेतो प्याज भएको भएर चाहिँ अलिकति भने जस्तो क्रन्चीवाला चाहिने हो तर हजुर। भएको छैन है हजुर हजुर अनि यो प्याजको अलिकति थोरै फ्लेभर होइन। आओस् भनेर हो होइन होइन ठिक छ सब बवाल छ हेर्नु बवाल छ एकदम बवाल छ अब साथमा धनिया आए हाय 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 ल ल खाउँ खाउँ जस्तो लाग्यो नि ल भन हाय हाय मजाले फेरि अझै थोरै पाक्न पनि छ त्यही भएर पनि हो यसको तलको स्वाद माथि पाक बनेर निकाल्ने अब यसको साथसाथै अब मस्त यहाँ चाहिँ तपाईँको बटर घिउ बनाउनु पऱ्यो घिउ माथि सर हालिदिएपछि त्यो दमको लागि तयार हुन्छ यो घिउ टक्क तताएर तातो घिउ तताएर सर झैँ पारेर हेर्नु यहाँ यस्तो मिठो हुन्छ नि अहिले हेर्नु यति मिठो हुन्छ ल हेर्नु आहा हा 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 है यो तातो बनाएर यसमा झैँ पार्ने यो कोसिस चाहिँ यस्तो छ कि खानेकुरो एउटा कोसिस गर्न मन नलागोस् औँला चटी चाने खाने खालको बनाउने चाहिँ विचार गरिरहेको छु एकदम एकदम सर एकदम मेरो कोसिस जारी छ होइन हेरौँ कतिको डिस्टेन्समा हुँदो रहेछ एकदम सक्सेस एकदमै मिठो हुन्छ एकदमै आहा हेर बटर अघिको घिउको हाय 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 ल हेर्नु नेपाली हो अलिकति थोरै थोरै टाँसेको घिउ पनि अलिकति मालमा गरेर हालिदिउँ यति मिठो बास्ना आइरहेको छ नि मैले यो भिडियोमा बास्ना पठाउन मिल्दै हो भने चाहिँ पठाइदिन्छ कि तपाईँहरूलाई यो भ्लग अब भोलितिर आउँछ सबैले हेरेर ल अब बोल्यो ग्यास 5 मिनट ठुलो फ्लेममा हजुर। त्यसपछि 10 मिनट सानो फ्लेममा राखेर चाहिँ हजुर हाम्रो दमको लागि रेडी छ हजुर। त्यसपछि चाहिँ बिरयानी रेडी हुन्छ है
यो चाहिँ रायता बन्दैछ रायता थोरै नुन आए अनि थोरै चाहिँ जिरा धनियाँको आए हाय मिक्स मसला मिक्स थोरै। मसला हो नि हाय। अनि त्यसपछि चाहिँ यो रायता बन्दैछ हेर्नु रायता अनि थोरै पानी हालेर मिक्स। यो मेरो हिसाबको रायता है बवाल छ रायता आफ्नो हुन्छ। बवाल अनि यसमा चाहिने भनेको प्याज हेर्नु प्याज देख्न सक्नुहुन्छ प्याज खतरा भन्नु यो चाहिँ एक हिसाबले बिरयानीको लागि अचार जस्तै हो। हेर्नु सक्नुहुन्छ रायता बवाल बास्ना यस्तो मिठो आउँछ है यस्तो आहा। थोरै चाहिँ ल हेर्न सक्नुहुन्छ यस्तो दामी छ नि आहा आहा आई लभ दिस हाम्रो रायता पनि रेडी भइसकेको छ। वाउ ल हेर्नु हामीले तपाईँलाई प्रत्यक्ष प्रसारण देखिरहेका छौँ हेर्नु आहा आजको डिस स्पेसल हुँदैछ स्पेसल रेडी। यसलाई चाहिँ हाम्रो खाना खाने किचनमा लगेर राख्नुपर्छ। ल हजुरहरूलाई वेलकम छ वेलकम 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 मटन बिरयानी हात हात ठाडोबाट न मटन बिरयानी कस्तो छ भाइ? दामी छ। थ्याङ्क यू वाह। तपाईँले बनाउने मात्रै ओहो, स्यालेरी दिएर राखेको छ नि त केटाहरूले मलाई पाउँदैले मलाई स्यालेरी दिनुहुन्छ कि थाहा छैन ए तर म नबोल्नु पर्ने बोलेँ क्या भ्लग जस्तो गराउने खबर छ नि आउनु खानु 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 खाने नै हो कस्तो छ त कस्तो बाबा त यस्तो मासु खानु न मासु एउटा मासु यसो टेन्डर छ कि है। ल गलत देखाएको त भिडियो कहाँ वाह सुपर। धेरै खाउँ केटाहरू मलाई यहाँ गाह्रो भइसक्यो मासु यस्तो बबाल भएछ कि म गएको होइन केटाहरूले मस्त बनाएर खाउँछु अब यहाँ त जाने हो। साँच्चै मेरो लागि धेरै ठुलो कुरा हुनेछ सबैले वा उहाँले यस्तो बनाउनुहुन्थ्यो
सामै मजा आयो अरू बेला हामीले मटन खाएको हुँदैन साथमा कोल्ला कम्बिनेसन भातले खानु हुँदैन फर्स्ट टाइम हो हाल्नु म हात खासै खान मन लाग्दैन भात चाहिँ बुझेन म त भात खान नसक्नु भन्दा है यो मल्याम कहाँ हाल्दै होला ल खाऊ है बबल मिठ लाग्यो नि हाम्रो कुन भनेर त एकपल्ट खाएर बारेको आनन्द आयो फेरि आएर खानु उग्रो भन्नु थाहा कलेज नबनाउनु ए आज खायो भने यो के गर्नु भोलि खायो भने त सिधा सिधा नि भागो भोलि त एकदम त्यो ब्रान्डै हो ब्रान्डै हो त्यो उतै छ हैदराबाद ललितपुरमा खाएको ए त्यो हुन्डीमा दिन्छ नि हन्डीमा हाँडी हुन्डी भन्छु यस्तो त्यो ब्रान्डको चाहिँ त्यस्तोमा दिने रहेछ धेरै भेराइटी काँक्रासँग एउटा आउँछ प्याजसँग एउटा आउँछ थाहा यो बिरयानी छ नि कोरियनले खानु पायो के भन्दै भन्दैन मिठ लाग्यो भन्दै के भन्छ मसलेदार भन्छ खाएको त भएन के भन्नु भयो त्यो उल्टो छ नि खान्छ हाम्रो मसला सेन्डहरू हुन्छ नि हाम्रो के जस्तो आफ्नो तर त्यो त उसले बनाएको हो मलाई त्यतै नबुझाएको मलाई सिधै भन्नु पर्छ त्यस्तो बुझ्या छ होइन अलिक खाइराख्यो भने खान्छ ए यहाँ त भिडियो बनाएको हाइट अब कागजको गोपडा ल थाहा मासुको बाइट